खाम रोटी रोटी दिन्न खाम मलाई दिनुहुन्छ मलाई चिन्नु भएन नमस्ते सबैलाई हाम्रो भाइलाई आज भेट्न पाइयो ब्लगमा म जान्छु मलाई कृपया छोडिदिनु होला खायो कति खायो दाल भात खायो मासु खाएन मस्तो रहेछ यार छ्या झन् है तिमीलाई चिनेछ कसले मैले चिनेको तिमीलाई सो हेलो एन्ड नमस्ते माई ब्युटिफुल पिपुल वेलकम ब्याक टु माई च्यानल होप अल अफ यु आर फाइन हियर आई एम अल्सो फाइन गाइज अनि धेरै पछि फेरि भ्लगमा आइसकेँ म त धेरै पछि हराउने आउने त्यही हो भ्लग कन्टिन्यू भन्ने छैन तर कहिलेकाहीँ यसो बनाउन रमाइलो लाग्छ अनि अर्को कुरा आज धेरै पछि म भ्लग सुरु गरिरहेको छु आज चाहिँ हाम्रो नयाँ भ्लग है अनि मसँग आज यो छ मैले यो मागेको भाइसँग मिस्टर नरेश गुरुङ भाइसँग थ्याङ्क यू फर दिस हेलमेट भाइले हेलमेट दियो धन्दा जियोस् मागी काम चलाउन पर्छ र आफ्नो नभएपछि धन्दा लाज पजाएर माग्न चाहिँ सक्ने क्षमता हुनुपर्ने रहेछ सो गाइस मागिहालेँ र आज यो बाटोमा छु म यता आमा त्यहाँ पनि गइहाल्यो सो है गाउँ जाने बाटोतिर छु अहिले यहाँसम्म त हाम्रो यता बिच बाटोमा आएर नै सुरु गरेँ भ्लग उताबाट सुरु गर्न पर्ने थियो र उता यो बाटो त पिच छ अब उता बाटो हाम्रो गाउँतिरको बन्दैछ बाटोमा हेरौँ आज स्कुटर ब्लग्स हुन्छ है स्कुटर ब्लग अनि चेक गरौँ आज एङ्गल सेङ्गल यताउति केही मिल्छ मिल्दैन केही थाहा भएन यहाँ आज अर्को कुरा नि छ मसँग यो छ यो बिग्रेको यस्ताहरू वायरलेस सस्तो भरपर्दो माइक किनेको खासै राम्रो उस त नगर्दो रहेछ तर चेक गरौँ है यसमा यहाँ म अहिले भित्र हाल्छु यो भित्र हालेर चेक गर्छु ल लेट्स चेक है ल अहिले अब चल केटो खोइ त नि एङ्गल त मिले जस्तै मान्दैन त म त यार यस्तो गर यतिको ठिक छ कि छैन भालै भएन ल अहिले म हिँड्यो ल गाइस लाग्यो साउन्ड पनि कस्तो आउनेवाला छ आई डोन्ट नो है यस्तो है गाइस सेटअप चाहिँ हेर लेट्स सी अब मैले त ऐना लाउने अब ढुक्क बिन्दास पाराले हिँड्ने कोहीसँग बोलिन्न मोरे नि बोलिन्न हिँड भयो केटो कहाँ रोकेर बसेर हुन्छ यस्तो गर्ने भएन हाँस्छलाई अब यति सेटअप गर्दैन हाम्रो हिरो कमल दाई दाई आराम हुनुहुन्छ दाई मेरो भ्लगमा के भन्न चाहनुहुन्छ म भ्लगमा छु अहिले मेरो भाइको दामी भ्लग बस कहाँको यात्रा मेरो भाइ म त गाउँ जानु लाग्यो कति बेला आउनुभएको थियो हामी भर्खरै लगभग आधा घन्टा थियो हो आएर ठिकै छ बसिरहेछ हावा खाएको अनि हिरो त हाम्रो पल्स स्याङ्जाको पल्स दाइ नमस्ते सबैलाई हाम्रो भाइलाई आज भेट्न पाइयो ब्लगमा धेरै खुसी लाग्यो हामी पनि यसै टाइम पास गर्न आएको थियौँ खुसी लाग्यो सबैलाई थ्याङ्क यू अनि दाइ के छ खबर हजुरको एकदम ठिक छ मेरो भाइ सम्झेको मलाई एकदम धेरै खुसी लाग्यो भाइलाई कति बेला फर्किनु हुने अब एकछिनमा हामी फर्किन्छौँ होला अब त्यहाँ त तल त वनमा आगो लगाइदियो नि कसले हजुर तलतिर आग लागि भइरहेछ अरे बाटोमा लगाइदिए यहाँको हाम्रो भ्यू चाहिँ यस्तो माथिबाट चाहिँ यस्तो देख्छ पुरै घुमाउरो स्नेक रोड त्यहाँ तल अघि म त्यही हुँदै आएको थियो उ त्यहाँ त आगो लगाएको त्यहाँ अगाडि ल दाइ म लाग्छु है त ल बाई बाई दाइ सी यू दाइहरू ल अब युट्युबमा आउने भयो है त ल अब हिँड्दै 1:06 गइरहेछ हेरौँ कति बजी पुग्दिन्छ चल ढूंढ लाए सारी मासूम सी अब यहाँबाट अगाडि कस्तो छ लेट्स सी है त मैले खास मेन आज भ्लग बनाउनुको रिजन चाहिँ के हो भन्दा
यो बाटोको लागि हो कि बाटोको अहिले कन्स्ट्रक्सन चलिरहेको छ यता एकदम राम्रो बनाएको छ म धेरै पछि आयो भने धेरै पछि आएको हामी चाहिँ त्यही भएर आज म यो बाटोको बनाउन भने के पो रहेछ भाइले बाइक छ समथिङ मन्दिरमा पूजा केही रहेछ यो बाटोको लागि हो मैले खास रिजन धेरै पर्नु हुन्छ क्या हाम्रो सेन्टरतिर मैले एकजना भेटेँ मान्छे भेटेँ के छ ठिक छ बस्ने हो हो कहाँ गएर आएको र को राष्ट्रिय कस्तो छ त्यताको बाटो कसको स्कुटर युगल दाइको ल भ्लगमा स्वागत छ नख्यो तल उहाँ टिम नपुरा र कहाँ आएको यता होइन म त्यही भेट्न लागेको कि न त म बेलुका फर्किन्थेँ हो आउनु पर्ला भनेर झन् आएको भनेपछि पुग्दैन टिम छ होला नि आज त मनोज दाइ नै खेल्छु भने त झ्याप भयो जस्तो देखेको त अघि त म त बस्छु 1-2 दिन बस्छु होला आज आमा आउँछु त्यही भएर यहाँ कान्छी आमालाई यता उताको त्यही भएर म नि आएको कि आमालाई कति रुपियाँ दिएर फर्कियो त फलफुल मात्रै हो मैले नि उस फलफुल ल्याइदिएको लास्टै महँगो पर्दो रहेछ ड्रागन फ्रुट ल्याइदिएको त खोल्टीभरिको पैसा भ्याइयो फलफुल किन्नै नसक्ने रहेछ ल अब आएपछि भेटौँ ल ल ल ल राम्रोसँग जानु ल बाई बाई यसरी नै भइदियोस् नेपालको सबै ठाउँ विकास र यता हाम्रो टोलमा हाम्रो यता मर्किना खुदी भुट्टे यो बिरुवा चिसो पानी सबै के हो त्यो धेरै गाउँहरू छुट्टिन्छ हाम्रो गाउँपालिका चाहिँ तर बिरुवा गाउँपालिका पर्छ है यता ओहो साथीहरू चाहिँ यहाँ त ओ के छ भाइ हेर त यिनीहरूको सिजन लागेको मासलाई यहाँ त भलै गरेर रहेछ अझै काम हुँदै रहेछ अहिले आज मिस्त्रीहरू कोही देख्दैन त सायद आज आमा औँसी भएर छुट्टी होला नत्र यहाँ ननस्टप कामदारहरू राख्न पाइन्छ काम गरिराखेको कन्स्ट्रक्सन मेहनती मान्छेहरू हो बाजे आराम हुनुहुन्छ दिन्न खाम रोटी दिन्न खाम मलाई दिनुहुन्छ मलाई चिन्नु भएन म त्यहाँ पूर्णेको छोरा पूर्णेको छोरा हजुर यसै भनेको बाजे दिनु यसै भनेको धन्यवाद बाजे खानु के बाजे खानु सन्दीप पैसा अरे हजुर होइन यसै भनेको मलाई चिन्नुहुन्न तपाईँले मलाई चिन्नुहुन्न मेरो घर यता गौटे हो ल बाजे गयो है बाजेलाई यसो फ्रेङ्क हानिदिएको तर बाजे मनकारी हुनुहुँदो रहेछ आफ्नो रोटी दिनुभएको मलाई लाग्यो म त माग्दिन्छु फेरि माग्नमा त फेरि बेकुब छु नि बिग स्याल्युट छ डर नालाको काम पनि चलिरहेको छ उहाँहरूले गरिराख्नु भएको छ कहाँ उहाँहरू हुनुहुन्छ र त हामी यस्तो राम्रो बाटो हिँड्नु पाइएछ धेरै धेरै ह्याट्स अफ उहाँहरूलाई यो त चिज चाहिँ छ त के हो पानी हालेको रहेछ क्या गाडीले मेरो त यहाँ त टायर त चिप्लिन्छ नि मलाई त डर लाग्छ नि यस्तो हिलामा त
उही चिप्लेको यार गाइज यार चिप्लिसकेको यो डियोको फेरि एकदम डिसएडभान्टेज चाहिँ यही हो क्या हिलमा यस्तो चिप्लिन्छ यार टायर सानो हुन्छ स्कुटर लिएर हिँड्नेहरूले कृपया सावधानीसँग हिँड्नु होला कि म त डराइहाल्छु नि यस्तो त्यस्तो जानु पर्यो याद म त खुट्टा झारेर पनि गाइज म त रिक्स त लिँदैन यस्तो चिप्लामा त म जान्छु मलाई कृपया छोडिदिनु होला म जान्छु गएर काम चलिरहेको नन स्टप भयो है यो सबै र त पुरै हिलो माथि हो त्यस्तोबाट पानी हालिरहेको यससँग खानेपानी सप्लायर्स प्राइभेट लिमिटेड म त बिचमा आइदिएँ क्या हो जाममा पो परिगएको म त मलाई बाटो छोडिदिए जस्तो छ के भातियो चिप्लो हो कि हामी म जान्छु है ल के छ काम चलिरहेछ तर खायो कति खायो दाल भात खायो मासु खाएन शामको मासु कहाँ बसेछ माथि ल गयो है पुरै हिलो हो त यार यता त यार के हो इधर त बाटो ही बड़ा मुश्किल पड़ेगा रे आमा लत साला यता त डेन्जर हिलो रहेछ यार झन् माथि हिलो भनेको त के का माथि हिलो तल हिलो हदियो रे त हेरौँ न यो मलाई ह्यान्डलिङ गर्न अलिकति कस्तो गाह्रो लागिरहेछ यार धेरै पछि अर्को भेहिकलमा स्विच भइरहेछु म ओहो यो धुलो त यहाँ पो मस्त रहेछ यार आमा छि के भएको हेरौँ त आची छ्या थाहै नभएको यार चल भाइ धेरै बेर नबस ठिक छैन अब धेरै छैन अब आइसक्यो त्यसो यहाँ म हल्का उस गर्छु लास्टै पसिना भइयो ल हेरौँ है धुलो यहाँ के देख्यो ह बाटो भर्खर एउटा गाडी गएको थियो यार यस्तो बेजेती पारामा गयो यार त्यो गाडी त यार हेरौँ त केही देखेको छैन है बाटो यार यहाँ मैले भर्खर पानी खाएँ यो गाउँघरको यो नेचुरल पानी मूल फुटेर आएको यस्तो मिठो लाग्यो मिठो हुन्छ नि आनन्द तिमी बिना खाली खाली मनको नगर अब यस्तो धुलो बाटोमा कसरी जाने हो त केही त देख्यो छैन हुस्सु लागेको यो नेपाली हुस्सु हो म त ल म गएँ अब त धेरै बेर छैन अब लगभग त्यही एराउन्ड 5 मिनटमा म घर पुग्छु 5 मिनटमा म घर पुगिनँ भने म वन पुग्छु सायद त्यो गाडीले ओभर रकेट हाने यार यसो मान्छे आएको देखेपछि त अलिकति सुस्तो जानु नि होइन त जसरी धुलो त धुलै हुन्छ यार तर त मान्छेले ओभर रकेट हानेको यार सरकारी गाडी रहेछ क्या सरकारी गाडी थियो साँच्चै यार सरकारी गाडी नै हो नि यस्तो हावा तरिकामा हिँड्ने नै बल्ल पो थाहा भयो प्राइभेट गाडी भएको भए त बिचरा बुझ्थ्यो नि
सरकारले कहाँ बुझ्छ बेकार हम धुलो भएको अहिले त अलिकति सन्चो भइसकेको छ घाँस दाउरा बोकेर ल्याउनु रहेछ हाम्रो साथीको घर विद्या तिम्रो घर विद्या तिम्रो घर हेर नामै लिइदियो मैले त छैन सो त्यही हो गाइस अब म घर आइपुगेँ अब भिडियो यतै इन्ड गर्नुपर्ने हुन्छ र थ्याङ्क्स फर वाचिङ यति बेरसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद धेरै माया हाम्रो यहाँ बच्चाहरू पनि रहेछ यहाँ बच्चाहरूलाई देखाउँछु अब स्कुलको बच्चाहरू को बच्चाहरू हो को हो को हो नि म को हो मलाई चिने ह मलाई चिने हो कि नै चिन्दैन है मलाई तिमीलाई चिनेछ कसले मैले चिनेको तिमीलाई तिमी सानो पुन्टु होइन ल बाई बाई सबले बाई बाई गर अहिले देखाउँछु है अहिले फर्किने बेलामा है बाई बाई खोइ सबले बाई बाई गरेको बाई बाई खोइ बाई बाई गरेको खोइ हेर्न जान हाँस्ने बाई बाई ल है अहिले आएर देखाउँछु है सो गाइज थ्याङ्क्स फर वाचिङ म घर आइपुगेँ यति नै भिडियो लभ यु अल सी यु इन नेक्स्ट भ्लग टिल देन स्टे ट्युन स्टे पिस अहिलेलाई म यहाँ टुङ्गाइदिएँ